एभ्रिवान वेलकम टु माई च्यानल। सो आज हो विजया दशमी 2082 साल। सबैजना नेपालीहरूलाई यो विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना। र आजको दिन के कस्तो हुन्छ म यो भ्लगमा देखाउँछु। र आजको भ्लग एकदम धेरै स्पेसल छ किनभने यसपालि हामीले दिदी बिनाजुको हातबाट पनि टिका लगाउनु पाउँछौँ। त्यही भएर सो आजको दिन के कस्तो हुन्छ, लेट्स स्टार्ट द भिडियो। Happy Dasai. Happy Dasai भनिदेऊ। Happy Dasai. ड्रेस देखाउनुस्। सँगसँगै ह्याप्पी दसैँ भन्नु ह्याप्पी दसैँ। टिकी लाउनु टिकी उता बाबाले भएको ज्ञानी हुने है, धेरै पढ्ने ज्ञानी हुने है। मेरी छोरीको विज्ञानी छन्। बाबा आमाले लगाइदिनुहुन्छ फेरि
छोरी पनि आइपुग्यो टिका लाउनलाई ह्याप्पी दसैँ खै त ह्याप्पी दसैँ आउँछु सानी भन्नु पर्छ नि तिमीलाई सन्चो छैन त्यही पनि आयो है छोरा है आस भन्दै आहा कति मिठो बाई बुन्ना पनि बाई गर नि त यसरी रेन क्याम्प बसेर सबैको फोटो खिच्छ ठुलो हुने नातिलाई सन्चो होस् कस्तो बिरामी भएर धेरै पढ्नु है अन्त भयो अब अलिकति माथि हो छु बिरामी मान्छेले टिका लाउने अलिकति माथि गर्नु त हो त्यसले बल्ल देखिन्छ फोटोमा बाबुको टाउको आउँदो रहेछ ह्याप्पी दसैँ नयाँ मान्छेको ह्याप्पी दसैँ खै त बिनाजु ए ह्याप्पी दसैँ बिनाजु ल छोरीलाई पनि ल विजयादशमीको शुभकामना भन्नु ह्याप्पी दसैँ कति आमै देखेको ह्याप्पी दसैँ ह्याप्पी दसैँ भिनाजु नाजु आएर त मलाई त खल्ल देखेँ हाम्रो घरको नयाँ नयाँ बेहुला बेहुलीको पहिलो दसैँ हाम्रो घरमा कस्तो फिल भइरहेछ भन्थ्यो मोबाइलमा हेर्न पर्थ्यो ह्याप्पी दसैँ भनेर रियलमा ह्याप्पी दसैँ भन्न पाइयो है हो कि होइन त ह्याप्पी दसैँ भन्नु आमा ह्याप्पी दसैँ हाम्रो झिल्के आउनु भयो आउनु भयो आउनु भयो ल ह्याप्पी दसैँ लाको कति इच्छा थियो छोरीलाई दसैँमा टिका लाउनलाई इच्छा पुरा भयो भयो है कति इच्छा थियो कि साह्रै मलाई त्यही भएर आउँछ होला जस्तै लाग्यो
ह्याप्पी दसैँ के ल्याउनु भएको बुवाले यस्तो हजुर खिच्यो खिच्यो रवि भनेपछि बल्ल छेउ मोबाइल गरी मैले त बाबाले मम्मीले लगाइदिएको थियौँ एडभान्स हामी चाहिँ घरमा टिका लगाएर फाइनली मामा घर टिका लगाउन आइसक्यौँ पानी परेको भएर एकदम मुड अफ भइरह एकदम भइगयो हामीले घरमा फोटो खिच्न पाएनौँ सिधै मामा घर आएर खिचेको तर पनि राम्रो आएको छैन ल जामै त को हुनुहुन्छ माथि दिदीहरू त आइसक्नुभयो दिदी र मम्मी बाबा भाइ अब हामी भर्खरै आएको बुवा हुनुहुन्न भन्ने खबर आएको छौँ Happy Dasai! Happy Dasai! यिनीहरूको नाप्नु Happy Dasai भन्नु ह्याप्पी दसैँ Thank you. 51.4 यहाँसँग बस्न पाइयो फाइनली घरमा त धेरै काम गर्नु परिरहेको थियो नि त त्यही भएर मैले घरलाई अटेन्सन दिन पाएको थिइनँ अब म चाहिँ यहाँ दिन पाएँ Happy Dasai! त्यही हो जान कति केजी रहेछौ तिमी म अघि भर्खर 50.9 थिएँ यो सोफामा बसेको 50.5 नमस्ते मामा ह्याप्पी दसैँ माइजू ह्याप्पी दसैँ हाम्रो म्याचिङ त म्याचिङ भयो अरे घरको टिका ब्लगरहरूलाई पछि लाउने भन्ने कुरो मेरो पनि क्यु देखेँ मम्मीलाई घर आएर मैले खिच्न पाइनँ ह्याप्पी दसैँ ह्याप्पी दसैँ ह्याप्पी दसैँ अहिले निम्ता बस राखेको हामीले बच्चा हुनु बा चौरासीको अहिले निम्ता भएन पो भिडियो कलमा आइहाल्नु भयो होइन आफू छोडेर जाने
हजुरको त नाति हो नि म काका भनिदिनु राम्रोसित पढे राम्रो अनि अब यो केटीले नपठाउनु हुन्छ नि मान्छे आफ्नो घरका बा हजुरबालाई त्यो ढोर्ने हो हजुरले भयो त फोटो खिच्दै खाउँ सबैजना गौरवले कान्छीको खिच्दै छ यता मम्मीको दिदीले यता प्रतीक छ म चाहिँ भिनासँग खिच्ने भनेर लाइन लाएर बसिरहेको मेरो पालो कति आउँछ थाहा राम्रो आउनुभयो त एकपल्ट ब्लग सब्सक्राइब नमस्ते गर ल आमालाई अब आमालाई घर ल नमस्ते गर्नु न त अनि बल्ल आमालाई रमाइलो भइरहेछ हामीले टिकटक पनि भर्खरै बनायौँ भने त बुवा आज कस्तो फिल भयो त हजुरलाई भनिदिनु राम्रो दिन खुसी लाग्यो आज म बच्छु कि अब मर्छु कि भने नि अब म चाहिँ छोरीहरूलाई सबलाई टिका लगाउनु पाएँ टिका अरे अस्ट्रेलियाबाट छोरी जोइ आउनुभयो मैले बोलाएको थिएँ आउनुभयो धन्यवाद छ खुसी लाग्छ हजुरलाई कस्तो लाग्यो भनिदिनुहोस् मिनाजु हजुरको पहिलो दसैँ ससुरालीमा कस्तो फिल भयो नि खुसी भयो तिमीलाई कस्तो भयो मलाई त एकदम धेरै रमाइलो भयो तिमीलाई कस्तो भयो एकदम रमाइलो ओके सो रमाइलो भयो हाम्रो बाबालाई कस्तो भयो एकदम साह्रै रमाइलो भयो सरप्राइज तरिकाले अस्ट्रेलियाबाट छोरी आउँदा धेरै खुसी लाग्यो ल ठिक छ अब मामा हजुर पनि भनिदिनुहोस् कस्तो फिल भयो मम्मीलाई यति रमाइलो अहिलेको दसैँ त साह्रै रमाइलो लाग्यो खुसी लाग्यो रमाइलो भयो खै अब अरू कता कता जानुभयो त्यही नै हो भर्खरै मामा घरमा टिका लगाएर पनि टिकटक पनि बनायौँ दामी दामी पोस्ट हामीले हालिसक्यौँ हेर्नु होला टिकटकमा गएर ओके तिमीलाई कस्तो फिल भयो त नि कपडा चेन्ज गरिसक्यो निले पनि राम्रो भयो सकेको त दिदी भिनाजु लगाइदिएपछि सकिन्छ है दिदी भिनाजु लाउनु बाँकी छ त्यही नै हो अनि अब एकछिनमा दिदी भिनाजु हाम्रो टिका लगाइदिनुहुन्छ है अब चाहिँ होइन त ल अब दिदी भिनाजु फाइनल्ली पालो आयो ल अब मेरो
टिका लगाउनु यति धेरै बेस्ट सबले मैले सबैभन्दा इन्तजार गरेको यही मोमेन्टको है ल तिमीले पैसा झिक्ला यहाँ अब मेरो लागि भनेर बुवा टिका लाउन पर्ने बिहान लगाइदिनु पर्ने हो कि होइन ल भन्नु बिहानै लाउने हो भुलेर सपोर्ट गर्नुहुन्छ यहाँ छोरीको बेलुका लायो नि हुन्छ ठिक छ लाउन चाहिँ पर्यो पर्यो त चाहिँ भएन है यस्तो तर हामी खुसी छौँ केही छैन ठिक छ नेपालको त डलरै हो नि केही छैन हामीलाई त्यति दिए पनि पुग्छ ज्ञानी भएस धेरै चिक कराउने होइन धेरै रिसाउने होइन बुझिस् पैसा माग्नु त्यस्तै हो धेरै राम्रो राम्रो हुँदै जाओस् सधैँ स्वस्थ रहनु त्यही मैले भन्छु राम्रो चाहिँ खोज्नु भन राम्रो चाहिँ खोज्नु अब अहिले दसैँमा आउँदाखेरि बिहे भोज खाऊँ भनेर पाइएन अब अर्को चाहिँ त्यहाँ आउँदाखेरि त अब कहिले पहिले भन्नु पर्दैन छोरी यसलाई त भने थिएँ नि हो मानिन ठिकै हो त्यहाँ चाहिँ टिकिहरू आज पारेको आमाले घुरायो फर्स्ट टाइम टिका लगाएको है त्यहाँनिर हुनु तेरो डिस हेरेर निसाले कम्पनी गर्दै जानु अनि अब आएस गरेर अस्ट्रेलिया आउँछु भने बिस्तारै खै स्टार्ट केही पनि छैन छिटै स्टार्ट गरेस् ठिकै होस् सबै कुरो राम्रो राम्रो हुँदै जाओस् हुनु धेरै पढ्नु अब क्लास ईमा 90 कति पर्सेन्ट भने मैले त्यस्तो 94% 92 भन्दा एबोभ अन्त जिपिए हो कि जिपिए पाइयोस् जिपिए चाहिँ 3.92 कि समथिङ भनेको थिएँ त्यति जिपिए आयो भने मैले कति राम्रो चिज दिन्छु भनेको छु सब कुछ छिटै तोकेर त्यसमा पाइयोस् है अनि मोटाउनु बनाउनु सक्छु लास्ट रिप्लाई ल ढोका है ढोका खुट्टामा ढोका धेरै माया गर्छ है तिनीहरूलाई झाडा गर्नु नपाइ है पैसा जुन कतिलाई 155 दिए 80ले क्यान्सिलाई भाइलाई लिएर आइरहेछ पैसा भाइ पर्दैन सानो भाइले भाइ दिन्छ तिमीलाई यसलाई 50 रुपियाँ थपिदिनु यहाँ 200 दि ल 205 रुपियाँ मलाई चाहिँ खुट्टा चाहिँ साडी भएन भुलियोमा आएन है हस् धेरै माया गर्नु सिस्टरहरूलाई है तिनवटा सिस्टरमा सिस्टरलाई धेरै माया गर ल हस् भन तिनवटा सिस्टर ल ज्ञानी हुनु धेरै धनकसँग काम धेरै गर्नु सिस्टरहरूसँगै हेल्प गर्नु मम्मीलाई पनि धेरै हेल्प गर्नु काम रातो बनाइदिन्छ आयो उल्टो गर्छ
अहिले पैसा दिएर आउनु हो नि भाइ ज्ञानी भए मान्छे बढे आज सबै कुरा हुन् राम्रो राम्रो मान्छे आए है भनेको माने ज्ञानीमा अझै ज्ञानी हुनु भनेपछि मान्नु अलि मान्दैन अनि ल्यापटप चाहिँ अलिक कम चलाउनु है त्यो चाहिँ मैले भन्नु बिर्सेछु यसले भन्दै राम्रो भयो ल समय मात्र चाहिँ मलाई खुट्टा ढोक्नु भयो अहिले हात पछुटेर नि हात ढोक्नु के आयो यो त धेरै जान्दै जाने आम भाइ आयो त्यस्तो हातमा धन्यवाद ओके थ्याङ्क यू सो मच फर वाचिङ यो भिडियो के कस्तो भयो मलाई थाहा छैन मैले आफ्नो बेस्ट दिएँ जस्तो लाग्छ मलाई थ्याङ्क यू सो मच